यो त हामी कहाँ आइपुग्यौँ भन्दा हामी अब साँखु जाने बाटो लिएर आइपुग्यो। अब यहाँबाट 33 किलोमिटरमा मेलम्ची पुगेर भात खाइन्छ होला। ल अब हामी कागेश्वरी मनोहराबाट मेन यात्रा सुरु गर्छौँ। ओके लेट्स गो। अब दुईजना राइडरहरू अगाडि हिँडिसकेका छन्। जाने बाटो यही हो। कति बेर लाग्छ? मेलम्ची कता हो? कन्फ्युजन भएको होइन कि तँलाई किन होइन जस्तो लागेको? मलाई किन होइन होला जस्तो लागेको बाटो? मलाई त्यही फिल भइरहेको क्या। किन तैँले भनेको? किन भनेको? किन अलि पूर्व गइरहेको अलि साउथ गइरहेको जस्तो फिल भयो क्या। अन्त पूर्व भएको चाहिँ पूर्व नै गयो जस्तो लाग्छ। तर जान त पूर्वै गइरहेको है।
5 किलोमिटर रे यहाँबाट यार लाया है यार कहाँ त्यही जाऊँ न तेस्रो बाटो हाम्रो घरतिर पनि होइन अर्को बाटो ल त्यसो हो हेरौँला धुलो छल्नेवाला बाटो छ क्या धुलोवाला बाटो उकालो जान त गाह्रै हुन्छ होला है अब त बिग्रियो भने पन्बेबाट 5 साल हो त्यो 6 किलोमिटर नि छैन होला त्यो पनि त्यो बिग्रियो भने पनि हाइवे बिग्रियो हो कि कति धुलो त त्यहाँ नि उठ्छ 5 साल हुन्छ जानियो यता यहाँबाट सिधै 5 साल बना है कि छैन नबना त्यही बाटो गएर 5 साल हो कि लगभग 12 किलोमिटर त्यो 5 साल हुन्छ यहाँ चाहिँ हेर नि कति घर उतिनीहरू भनेर घर सब ढुक्क बनाएको मान्छे ए बहिनीहरूलाई सोधौँ बहिनी हो नि यहाँ तारकै घ्याङ जाने कता हो आमा याङ्ग्री जाने क्या यता हो यता त्यहाँबाट यता ल धन्यवाद किन्छ यार बिस्तारै लाग्छ 1300 लाग्छ 1300 फेर्नलाई छ र दाइ लिभर यसको
यस्तो हुँदैन बस पर्दैन एकर देखा त के ना मिलेको ऊपरी भाग लगी और अबे ऊपरी भाग ओ कौन ऊपरी भाग जी और ऊपरी भाग दहन ऊपरी और नीचा तो ठीक हो साइड ठीक हो गेल ऊपरी खाली भाग गेल बाइक सँग है बाइक राम्रो नहीं पता करा नीचे बस कौन दा हो भयो दाइ अनि यो पनि बाङ्गे छ के जुन पाइपले यसो नीचेले माथि अड्काएको छ के झन् कमलो भयो कि यार झन् कमलो भयो कि यार कोही हो नहीं आके तो हम मेहरा रो कर रही है क्या 14 का टिल्या हो जा हां ठीक है ल क्या बा त्यही नै भयो ल एउटा टिल निकालो यत्रो नटबाट आउँछ यो नट एउटा लुज भयो हैन प्योर नट हैन सन न यो नट लुज छ के हो त्यो जहिले फुस्किन्छ ल त्यो ठीक नै लुज भएको लडायो भने भित्र जाँदो रहेछ नभाट्ने रहेछ त्यो फुटे चाहिँ पहिला थियो कि अहिले फुटेको उस्तै त्यस्तै हो काट फुटे हैन रहेछ त्यस्तै रहेछ त्यस्तै हो त्यही त मजाले फुटेको जस्तै यस्तो झन् अफोर्डा क्लास सब लुज हुन्छ फेरि बोल्टहरू दे एकचोटि यहाँ त यिनीहरू फुस्क्यो अरे यिनीहरू लिउहरू यो बाङ्गेर यस्तो भयो यिनीहरू म त बिर्सिरहेको छु तुले बिर्सिरहेकै यहाँ लड्यो भनेर तु त आइरहेको यही हो त बाटो हेर्ने यहाँ हेर्नु What is going on?
पानी रहेछ यार गहिरो छ कति हो यार अर्को बाटो छ क्या वडा अध्यक्ष गाउँ होला क्या होला वडा अध्यक्षको त काम हुँदै भयो नि वडा त वडा मेयर सेयर भन्नु बासुलाई बिचमा कि अगाडि राखौँ क्या लास्टमा नराखौँ लडी गऱ्यो भने मलाई एक्लै हुन्छ जाउँ जाउँ हामी आउँछौँ लास्टमा घट्ट भनेको पिन्ने होइन त मिल भने होइन त त्यही त मिल गहौ तिमी अहिलेसम्म घटाउन पुग्न छैन पानी घट्ट त होइन तल देखिँदैन यसको ठ्याक्कै यहाँबाट पेनी स्टक रहेछ देखिन्छ यहाँबाट तर घुमे छैन तर देखिन्न यहाँबाट क्यामेरा हेर्दा खाराको पानी नखानु त्यसै नखानु
एकदम नराम्रो बाटो त उल्कै रहेछ यार 20 किलोमिटर अझै कति भने अब यार के गरेर 360 5 किलोमिटर हिँड्यौँ हामी 15 किलोमिटर छ होला है हजुर यताको छ नि यताको त्यो चाहिँ कस्तो भित्तामा के गाउँ हामी सही टाइममा आएछ नि किन जी पायो के आयो जी पायो के सही टाइममा यी त्यो बादल हातिर हिँड्नु पर्ने कस्तो स्पिडमा यो त यस्तो कमेन्ट्री हानौँ 10% मात्रै भने भेट्यो एलिभेसन कति पुगेछ हेर त 800 थियो खोला फाइनल्ली हामी चाहिँ अहिले 800 बाट 1900 भने हामी के ठाउँको नाम चाहिँ थाहा छैन तर अल्टिट्युड चाहिँ 2000 मा आइपुग्यो अब यहाँबाट 1100-1200 मिटर फेरि गेन गर्नुपर्छ बाटो चाहिँ बिजोको रहेछ कहाँदेखि भन्दा मेलम्चीदेखि नै पुरै बिजोक एक ठाउँमा पनि पिच छैन भन्दा नि हुन्छ अनि 5 किलोमिटर चाहिँ डेन्जर उकालो आइयो अनि एकदम गाह्रो छ बाटो चाहिँ त्यही हो स्कुटरहरु त्यो माथि पुगेको मान्छे नजान्ने स्कुटरले तान्नै गाह्रो परेछ जिगजाग हान्नु परेछ अब यहाँबाट 15 किलोमिटर छ अनि त्यसपछि फेरि चाहिँ रेस्ट गर्न पाइन्छ त्यही हो बस कस्तो लागिरहेको त पानी लिएर आइज त भिडियो मात्र बुझ्दैन त्यो मलाई स्कुटर चाहिँ कसरी आउँछ म असल मान्छु मायाले माया लाग्यो यार मलाई मायाले आउँछ त्यो त स्कुटरवालाको मलाई माया लाग्यो यार आएन है तिनीहरू सबै सधैँ बिचार तान्नै सकेन त्यसले नारीहरू त्यो एउटा के अरे बाइक छ छोराको कथा हुन्छ नि बाइक हिँड्यो कहाँ गएको थियो कि केटाहरू अनि हो किन गएको त आमायारी बेस क्याम्प होला क्या त्यहाँ माथि पहिला त्यो होटल बुझेर जानु त यता माथि पनि होटल छ कि बुझेर जानु यस्तो छ क्या माथि नि छन त छ त्यो दुईटा छ क्या अलिक ठुल्ठुलो चाहिँ म्यापमा देखाउनु चाहिँ दुईटा छ क्या यता माथि अँ 3 घण्टा वाक रहेछ नि त माथि त्यो त हिँड्ने हो नि त आमायाङ्ग्री हिँड्ने चाहिँ 3 आवर हो क्या यहाँदेखि रहेछ नि त अनि माथि होटल पुगेपछि त त्यता हिँड्नु परेन होटल चाहिँ माथि होइन हामी कहाँ हामीले भने चाहिँ माथि हो क्या माथि जाउँ कि अब यहाँबाट कति किलोमिटर छ भने लगभग 6 देखि 7 किलोमिटर छ जाउँ नि त माथि जाऊँ न त माथि जाऊँ माथि होटल जानु यहाँ बसेर त 3 घण्टा के हिँड्नु बोल्यो 2550 2560 अब जाऊँ न त माथि माथिको होटलमा पुगेर हिँड्नु पर्दैन हामीले होइन 1 घण्टा 1.5 घण्टा बढीमा होइन अँ ल कति बज्यो अहिले 4 बजे अब यहाँबाट सनराइज हेर्नलाई चाहिँ केटाहरू रेडी हुँदैछन् अनि राति चाहिँ हामी यहाँ सुत्या 5 जना एउटै बेडमा भएको बेडमा ब्रुहरूले हामीले अब सुत्ने भनेर यहाँ गरेको कब्जा हाने सुत्न पनि पाइएन राम्ररी जम्मा 4 घण्टा सुत्यो अब 2 घण्टा हिँडेर सनराइज हेर्न त्यहाँबाट फेरि 6 घण्टा बाइक चलाएर घर जान हामी यस्तो अनप्रिपेयर भइयो कि साथीहरू बोतल पनि नबोकी आइयो बोतल समेत नबोकी आएको एउटा पनि माथि केही छैन अरे के
कसलाई अरूले कसलाई सोधेको थिएँ क्या मैले यहाँ त पाइन्थ्यो होला नि मलाई खोल्या भयो त त्यही त ल है बोतल पनि छैन अनि अब ब्रस भइरह अब रेडी भएर निस्किने हो अबको 5 मिनटमा हामी यहाँबाट निस्किसक्छौँ साथीहरू या साह्रै ठाडो बाटो छ यार सबै क्लाइम्बिङ मात्रै के एभरेस्ट त वान अफ द इजीमा पर्छ मैले केटीको पुरै भ्लग हेरेको छ क्या तर भ्लग गर्दै चढ्छ ल हामी चाहिँ हिँडेको कति आधा घन्टा भयो छैन होला भयो ठगै लाग्यो मेरो खुट्टै गल्यो आधा घन्टा भयो अनि आधा बाटो चाहिँ आइयो कि आएन तर थाहा छैन होइन जे होस् हिँडिसक्यो राम्रै आकाश चाहिँ हल्का सेतो देखियो उज्यालो भयो जस्तो अब चाहिँ हेर न मलाई भ्युअरहरूलाई हावाको भन्दै अनि अब अँध्यारो हो केही देखिन्न बिजोग छ केटाहरूले लाइट बालेछन् म चाहिँ केही छैन फेस देखाउँदा आफ्नो क्यामेराले यो बासु है अगाडिको नचिने भए अनि जीवन र हेमी चाहिँ अगाडि गइसके हामी छौँ माथि माथि पछि बोलिरहेको छ यार क्या यार केटाहरू भन्दा 100 मिटर पछाडि होला अनि यसो खाँदै हिँड्ने अल्टिट्युड हेर न अल्टिट्युड नै हेरिदिइहाल्ने यही बेला लाउ त बोल न अल्टिट्युड हेर त यस हामी कम्तीमा 500 300 चाहिँ हिँड्ने होला भर्टिकल अल्टिट्युड छैन होला 3380 3380 150 मात्रै हिँड्ने छ 150 कहाँ 3380 3320 100 नि हिँडेको छैन 200 3140 बाट 3320 हत्ते ठिक छ कोही नछुटौँ है कोही नछुटौँ कोहीले नधर्यौँ अझ छाडै उकालो आयो जस्तो यार अनि कुरो चाहिँ के भयो भन्दा आज होइन 3 बजे उठेँ म टोइलेट गएँ अनि 4 बजीसम्म निदाउन सकिनँ केटाहरू उठे रेडी भए निस्किने बेला हो त्यति बेलासम्म भने होटलको साहुहरू चाहिँ सुतिरहेको हुँदो रहेछन् अनि हामीले चाहिँ अघिल्लो दिन केही प्रिपेयरै गरिएन पानीको 1 बोतल समेत ल्याइएको थिएन अनि मैले चाहिँ के सोचेको थिएँ भने अस्तितिर चाहिँ बिहानतिर जाँदाखेरि होटलबाट टक्क पानी इनर्जी ड्रिङ्क चक्लेट बोकेर जानुपर्छ भनेर सोचेको थिएँ तर हाम्रो प्लान हाम्रो आशामै रह्यो केही सक्सेस भएन त्यही हो अनि अहिले चाहिँ एउटा बोतल भेटेर पानी चाहिँ भरेर ल्याउँ त्यति हो एटलिस्ट चुइकम हुनुपर्दै चुइकम पनि छैन बिजोग छ साथीहरू चुइकम त होइन हाम्रो तिनीहरू गएर सनसेट एउटै टाइम तिनीहरूको लागि सनसेट चाँडो आउने होइन सनसेट ए सनराइज विदेश छैन होइन म अब आइल्टिट्युड लिने म त क्लास चाहिँ गएँ गयो के नयाँ सिकायो त क्लासमा के यसो फर्मेट थाहा भयो त्यही हो के अरे फर्मेट थाहा भयो त्यति हो मास्टर उकालो नभए ल हामी हिँडेको चाहिँ टाइम भयो अलिअलि अनि हल्का क्षितिजमा सेतो कलर देखिन थालेको छ र एउटै कर पनि छैन बाटो ठाडो यार है अलिअलि तेर्सो छ यस्तो यस्तो छैन क्षितिजमा सेतो रङको उज्यालो देखिँदैछ साथीहरू हामी त्यही रङ हेरेर मुस्कुराइरहेका छौँ अनि अब त्यहीँबाट उदाउने होला भन्ने मेरो ठुलो आशासहित पाइलाहरूलाई गन्तव्यतर्फ हो पाइलाहरूलाई गन्तव्यतिर लम्काउँदैछौँ आशा छ हाम्रो भिडियो तपाईँहरूले अन्तिमसम्म हेरिदिनुहुन्छ होला भन्ने र त्यही नै हो साथीहरू एकदमसँगले रमाइलो भइरह गाह्रो नि भइरह स्याहानी भइरह
गर्मी भए सबभन्दा इरिटेटिङ कुरा भने चाहिँ पसिना आँखा भित्र ज्याकेट खोल्न सके छैन जाडो हुन्छ भनेर यस्तो छ कन्डिसन र यहाँ ठ्याक्कै 10:45 भने 1 हुन्छ होइन 10:45 भने 1 हुन्छ होइन स्लोप 1 को छ होला अब यहाँ ट्याक्कै स्लोप 1 मा हामी डाँडा चढ्यो भने चाहिँ ठ्याक्कै हाम्रो गन्तव्यमा हामी पुग्नेछौँ बनाउने क्या प्रोडक्सन क्या उसको त्यो हलिउडलाई मलाई हलिउडको भन्दा केही कम छैन यार सिरिज राम्रो भएपछि यिनीहरूलाई प्लेटफर्म देखे क्या तर ओटिटीले गर्दा बलिउड फेरि सबै कोल्याप्सै जस्तो भयो नि त होस् के हो त तर हामीलाई त्यो राम्रो पार्ट हो क्या बलिउड कोल्याप्स भयो भने अलिअलि नेपाली सिनेमा हेर्छन् क्या हाम्रो राइजमा नेपाली सिनेमा राम्रो चाहिँ बनाउनु पर्यो तर 12 गाउँ राम्रो छ हेऱ्यौ हेरेको जस्तो अब राम्रो भने त्यो बवाल चाहिँ होइन त्यस्तै हो त्यस्तै हो तर हामीले नेपाली एक्सपेक्ट गर्ने भन्दा धेरै नै राम्रो छ क्या जवान मुभी हेरेको म बिचमा छोड्दिनँ वाक्क लाग्यो होइन कि यसरी नि हेर्नुपर्छ कि तिमीले हेर्दाखेरि मैले खतरा हलिउडको सस्पेन्स मलाई सेर्लक होम्स हेरेको छु भनेर हेर्ने होइन नि त होइन मैले त्यस्तै सोचेर त्यस्तो हेरेर स्टोरी नै सोचेर हेर्दा पनि जवान त्यो सोच्यो भने स्टोरी लाग्यो त्यस्तै 12 गाउँको सेकेन्ड हाफ चाहिँ जस राम्रो मुभीहरू त्यस्तै हो क्या चुप भन्ने हुँदैन त्यो एक्सन हेर्नु ड्रामा हेर्नु त्यसमा हल्का मात्र स्टोरी मिलाइदियो भने चलिदिइहाल्छ क्या एक्सन मुभी हामीले चाहिँ अब हिँडेको 1 घन्टा भयो होला छैन त्यही होला हौ टाइम अपडेट पिक यो होइन रहेछ अनि इट्स 4:51 1 घन्टा पनि भएर हुन्छ होइन अनि हामी चाहिँ लगभग 60 देखि 70% डिस्टेन्स कभर गरिसकेछौँ अब यहाँ चाहिँ ठाड्डै उकालो छ जस्तो छ ट्रेलको स्लोप हेर्दा चाहिँ त्यही हो खासै गाह्रो चाहिँ होइन तर बिहान उठेर हिँड्नु परेर चाहिँ झ्याउ लाग्ने रहेछ तर निन्द्रा नपुग्ने भएर 1 घन्टा ओइ त्यहाँ हेर्न तलबाट घाम उदाउनु लाग्यो क्या यार ए त्यहाँ होटलको उ छ नि त शब्दहरूमा पूर्वतिरको पहाडहरूको क्षितिजमा हेर्दै गर्दा सूर्यका किरणहरूले बादलका टुक्राहरूलाई बादलका कणहरूलाई चिर्दै हाम्रो आँखासम्म भ्याउनलाई गाह्रो मानिरहेको छ तर हामी भने त्यही मनमोहक दृश्यको लागि यो यात्रा तय गर्दैछौँ र बिस्तारै हिँड्दा हुन्छ है आउन लाग्यो अब 2 घन्टामा हामी अब म्याप हेर्दाखेरि चाहिँ 15 मिनट जस्तो देखाएको छ अनि हिमे अनुसार हिमेलाई उद्धृत गर्दै हामीले पुऱ्याउँथ्यो मलाई अघि नै मलाई उद्धृत गर्दै चाहिँ 750 मिटर छ अरे 750 मिटर भनेपछि कम्ती 20-25 मिनट लाग्छ भन्ने हाम्रो अनुमान हो र सूर्यले फेरि किरणहरू चिर्दै डाँडाको माथिको बादलहरूलाई रङ्ग्याउँदैछ साथीहरू ल हामी अब बिस्तारै यात्रा अगाडि बढाउँदैछौँ म्यापमा हेर्दा 700 मिटर देखायो हिँड्दा हामी थाकिसक्यौँ हामी होइन अनि अझ आइपुग्यो होइन हाम्रो डेस्टिनेसन कहाँ हो थाहा होइन घाम उदाउनलाई छ बवाल चाहिँ देखियो साथीहरू अनि हामी हिँडेको चाहिँ लगभग 2 घन्टा अलि भएन होइन पौने 2 घन्टा होला यहाँ आइपुग्दा चाहिँ बल्ल उज्यालो भए जस्तो फिल भइरह अनि यो पूर्वतिर हेर्ने हो भने हल्का रातो रङ देखिन थाल्यो आकाशमा तैपनि हामी अझै गन्तव्यमा पुगिसकेका छैनौँ यहाँबाट अझै लाग्छ होला 10-15 मिनट तर अब चाहिँ आयो कि भने हो के हुन्छ
अझ हामीभन्दा पछाडि नि धेरै छन् तलै होटलबाट पनि माथि चढ्दैछन् अझ पनि तिनीहरूले चाहिँ सनराइज हेर्न पाउँदैन होला भन्ने आशा गर्छौँ हामी त अनि वेदरको कुराहरू त वेदर खासै राम्रो छैन फुल बादलले कभर भए हिमाल अब देखिने चान्स एकदम कम छ मलाई चाहिँ खासै सनराइज भन्दा नि हिमाल चाहिँ हेर्न परेको क्या होइन त्यो हिमाल देख्यो भने हिमालमा सन पर्यो भने यस्तो दामी देख्छ त्यही त बरु सनराइज भने बरु ढिलो आयो नि केही हुन्न थियो हिमाल चाहिँ खुल्यो भने बरु मजा हुन्थ्यो क्या अहिले चाहिँ अलि देख्यो ल हामी चाहिँ अहिले चाहिँ लगभग पुग्न लाग्यौँ त्यो त भने 10 चोटि भइसक्यो होला अनि त्यही छ अब खासै त्यस्तो गाह्रो यार 2 किलोमिटर मात्र त होइन जस्तो लाग्दैन यस्तो टाढा छ त्यो यार अनि अब यहाँ चाहिँ थकाइ मारेर आउँ अब यहाँबाट चाहिँ नबसिकन सिधै पिकमा पुगेर आनन्दले सनराइज हेर्ने हो ल हामी फेरि भेटौँला साथीहरू बाई बाई हामी चाहिँ ठ्याक्कै गेटमा आइपुग्यो पिकको यहाँ चाहिँ एउटा सानो के भन्ने हो गुम्बा हो कि मन्दिर हो कि मोनास्ट्री हो थाहा होइन तर चाहिँ यस एकथोक छ यहाँ होइन 2 घन्टाको अथक प्रयास पश्चात हामी हाम्रो गन्तव्यमा आउन सफल भएका छौँ अब यहाँबाट अब वेदर राम्रो छैन के हेर्ने साथीहरू यस्तै छ मन्दिर चाहिँ यो होइन धुप बलिरहेछ साथीहरू अनि यता साइड चाहिँ सनराइज हुने भनेको अब सनराइजै नभए अस्तोला छ डेढ घन्टा लाग्दो रहेछ नि त कहाँ धेरै 2 घन्टा लाग्यो मलाई केटाहरू चाहिँ त्यहाँ गएर म चिल हानिरहेन अनि सँगै कुकुरहरू पनि छ हाम्रो साथमा भोटे नभए नि हाम्रो साथमा भोटे छ होइन भोटेलाई पठाउनु पर्छ त्यही छ केटाहरू ल हामी आइपुग्यो है डेस्टिनेसन यहीँ नै हो हाम्रो आजको अन्तिम अनि यहाँ छ यो मन्दिर अनि यहाँ छु म साथीहरू यो यहाँ चाहिँ मोस्ट ह्यान्डसम पर्सन इन दिस वर्ल्ड यहाँ चाहिँ भनिदिइहाल्यो ल धन्यवाद त्यही होला केटाहरू जाउँ 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 अब चिया खानु पायो भने त चिया खानु पाइहाल्यो छैन हामी अझै यहाँबाट डेस्टिनेसनबाट पनि थोरै नर्थ गएर भ्यूको लागि भनेर हामीले कष्ट गर्दैछौँ फेरि ओह्रालो हिँड्दा नदेखोस् भनेर आइयो तोरणहरू टाँगेको चाहिँ हामी भ्यू नदेख्छौँ भनेर हो यहाँ आएपछि चाहिँ केही पनि देख्नु हुँदैन देख्यो हामी चाहिँ अहिले के अरे 1 घन्टा बस्यो लगभग यहाँ माथि तर पनि घाम चाहिँ लागेन बादलले एकदम फुल्ली कभर छ हल्का सनको रेहरू चाहिँ आएको चाहिँ देखियो तर त्यस्तो बादलहरू केही के अरे सनराइज भए केही देखिन हिमाल पनि देखिएन जर्नी चाहिँ जे होस् राम्रै हो तर डेस्टिनेसनमा जति एक्सपेक्ट गरिरहेको थियो त्यो लेभलको मजा चाहिँ भएन तर जे होस् रमाइलो भयो भनौँ अब यहाँबाट चाहिँ हामी फर्किँदैछौँ तलतिर कुकुरहरू खुब छन् दौडे छन् ओइ त्यसलाई आइज आइज भोटे यो कुकुरहरू चाहिँ यहीँ बस्ने रहेछ क्या मान्छेको साथी हुन्छ खुब चाडा रहेछ दौडे खान लो 3500 मिटरमा अनि यहाँको मन्दिर त यो अब यहाँबाट फर्किन्छौँ हामी टक्क लाएर त्यही त अब यहाँ 1 घन्टामा होटल पुग्ने होटल पुगेर खाना खाने हो अनि एकछिन बस्ने बाइक बनाउने अनि फर्किने हो ये साथीहरू ये कुकुर चाहिँ जहाँ खाना पाइन्छ त्यहीँ दौडिने हमारा हालत कुत्ते से भी बदतर है ओइ बवाल देखियो त यार सनरे नै सनरे छ यार 1 घन्टामा निस्किन्छ जस्तो लाग्यो मलाई त्यो यतातिर आइपुग्यो आकाशमा आइपुग्यो भने चाहिँ देखिन्छ होला राम्रो यार त्यो बादल ठ्याक्कै घाम जाडो भइसक्यो त्यसलाई नि जाडो भएन हेर न उ त्यता चाहिँ निलो नि आकाश
अब यो माथि आउँदाखेरि हामीले तलबाट पनि आकाश देख्छौँ निलै हुन्छ अघि आकाश नदेखिया मात्र हो ओ हेर्न यार त्यो हेर्न यार कस्तो ओइ कुकुर हेर हेर्न ओइ ल हेर्दैनस् नहेर्नु बोलिदिनु नि यार भएन नि यार जे नि बोलिदिनु यार आमा रहेछ नि त आमा होइन अमा रहेछ नि त अमा एङ्ग्री सब ट्याङ्कीहरु यहाँ गाड गरेछ के खनेर यो उसको लागि होला नि त पानीको लागि यो मन्दिर होइन यस हामी यहाँबाट फर्किँदै छौँ होइन गाइज मन्दिरको अगाडि छौँ अहिले फोन ल्याउ त याको लगाएर फोन भिडियोमा मोडमा छ है अनि अब बाटो लाग्दैछौँ केटा हो कस्तो भयो त नि केटा जर्नी भन नि त यार रिभ्यू दे त ल तँलाई के लाग्यो भने त मलाई मलाई त खोइ त यहाँ त हिमाल पनि देख्न पाएन अनि सनराइज देख्न पाइन्थ्यो होला तर अब बाजा चेक गर्दाखेरि पनि अरू केही नभए नि सनराइज नै देख्न नपाए हिमाल देख्न नपाए नि एकछिन पछि घाम लगाएर तातोमा एकछिन भ्यू हेर्न पाए भए पनि छुट्टै हुन्थ्यो क्या यार रिभ्यू होइन यस्तो चाहिँ हुन्छ नि अब त्यो कोही बेला बादल लाग्छ एकछिन कुर्यो भने देखिन्थ्यो पनि होला तर गएर सुतौँ अब रातभरि निद्रा पिया तेरो के छ रिभ्यू राम्रो कि नराम्रो कि ठिकै कि साह्रै मजा आयो बिहान हिँड्न एकदम मजा आयो ननस्टप हिँडियो अघि डेस्टिनेसन चाहिँ खासै मजा भएन तर जर्नी मजा त मजा आयो तर अलिकति सनराइज हेर्नु पायो चस्स हुन्थ्यो हिमाल मात्र एउटा देख्या भयो नि होइन तिम्रो यो चाहिँ समीक्षा गर्नु पर्दाखेरि हाम्रो यो यात्रा चाहिँ एडभेन्चर बाइक राइड जस्तो लास्ट आवरमा चाहिँ आएर यसो हामी बिहानको लागि यसो मर्निङ वाक गएर फ्रेस भएर टक्क होइन खानासाना खाएर फेरि बाइक राइड नै जोस् यो हाम्रो जर्नी चाहिँ बाइक राइड मात्रै चाहिँ मैले मजा आयो त्यो चाहिँ बाटो अनि यहाँ हामीले बुझ्नुपर्ने के हो थाहा डेस्टिनेसन होइन क्या जर्नीमा इन्जोय गर्ने हो क्या त्यो हो क्या हामीले के लेसन सिक्यो त भन्दाखेरि कहिले पनि घुम्न हिँड्दाखेरि चाहिँ जर्नीलाई चाहिँ रमाइलो गर्ने डेस्टिनेसन चाहिँ के हुन्छ कसो हुन्छ डेस्टिनेसनमा टेन्सन लिने होइन क्या ल अहिले दामी देखिरहेको हेर्नु न मजा अनि हामी जाने चाहिँ अब यहाँबाट फर्केर हामी फर्केर जाने चाहिँ घाम लगाइदिन कुहिरो देख्न पाइन्थ्यो यस्तो बादल ढाकेको डाँडा यहाँ जाने हो यो चाहिँ होटल होला भ्या भ्या गरेर कराएर हिमालको काग नि के स्टाइलमा कराउँछ यार रेबन होला नि अब के हो रेबन क्रो र रेबन ढुङ्गा होइन के यहाँबाट जाम त
कहाँ स्वर्ग जाने सर्टकट तर हामी त्यो माथिको माथिबाट झरे त यस्तै नपर्थ्यो मागा छ डसलाले किन लागेन यस्तैबाट झरे हो कि डर राखेर नि कस्तो बुढा लुक 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 कमाउने चढायो कस्तो मजाले अमेल गरेर बस्यो यार हो हाल छैन हो तिनीहरुलाई केटाहरू भएर आउँदैन हामीसँग हिँडेका हामी 1 घन्टा 2 घन्टा गएर भ्यू हेरेर आइसक्यो केटाहरू भएर आउँदैछन् यार यो छ कन्डिसन है जति टाढा आए पनि उयो सनराइज देखेन यही देखेन आज नाकमुकु राम्रो कान्छीको पैसा राम्रो मिक्स हो के यहाँ चाहिँ भट्टी कसै रहेछ है सर्ट छ यहाँ सिधा आम्फाला त्यहाँ त कुनै छ हामीले चाहिँ बाटोमा अहिले चाहिँ हेमेले टिपेर खान लगाएको थियो होइन नखाए बिक्सी हुन्छ भनेर खान नदिएको अनि फेरि तल आएपछि चाहिँ एउटा मान्छेले यो चाहिँ चुत्रो हो अनि खायो भने मुख रसाउँछ भने होइन अनि त्यही भएर हामी चाहिँ अहिले त्यही हन्ट हान्दै हिँडिरहौँ अनि एउटा दुइटा चाखेको मिठो नि हुँदैन मिठो भन्नाले त्यस्तो मिठो त होइन तर चाहिँ त्यो मान्छेले मुख राम्रो रसाउँछ भनेको थियो साँच्चै नै रसाउँदो रहेछ क्या अमिलो अमिलो टेस्ट हुँदो रहेछ मजा आयो नयाँ कुरो थाहा भयो आज ल साथीहरू हामी हाम्रो यात्राको क्रममा छौँ अझै पनि अहिले चाहिँ हामी आमायाङ्ग्रीको पिकबाट तल झर्दैछौँ र अनि केटाहरू चाहिँ अब पुरै अब त्यही खोज्दै खान थाल्यो अब पुरै भाइरल भइसक्यो 1 घन्टामै आधा 5 मिनटै भाइरल भएर केटाहरू खाँदै हिँड्दै गर्न थालिसक्यो अब खानै नबाझै गरी ल हेर्नु है सब हन्टाइन आयरसक म टिप्यो भन्दा बर्दा यस्तो ल हेर है ल्याऊ त केटा एउटा दुइटा मलाई ए हामीले टन्नै बनाएछ को फल केही खान नपाएर वनको फल खाँदै हिँडे जस्तो फिल आयो यार टन्नै यार घारीभित्र हाल्दा काँडाले घोद्दो रहेछ क्या हामी चाहिँ चुत्रो खाँदै हिँडिरहेको है साथीहरू मिठो खालो बस यो त आइरह म क्यामराम्यान मान्छेहरूले नि खान थाले है ब्रोहरू हाम्रो रुममेट हिजोको रुममेट्स हामीले डिस्प्ले सानहरू बनेको रुममेटहरू ल हामी माथिबाट झरेको 1 घन्टा भयो हिँड्दा हिँड्दा थकेर आएर खुट्टा दुखेर मर्न लागिसक्यो अब तल गएर खाजा खाने हो अनि तल झर्ने हो बेलम्ची गएर भात खाने हो केटाहरू कहाँ पुग्यो है केटाहरू उता पुगिसके देखिन नि छोडिसक्यो ओहो कोइलाहरू चाहिँ यहाँ तर्नुहुन्छ क्या यस्तो छ है त अब त्यही छ भ्यू देखिएन त्यसै चिन्ता मान्दै त भएन तर रमाइलो भयो
तर अहिले आएको भन्दा धेरै हिँड्नु परे जस्तो फिल भइरहेछ बाटोमा कसले पानी छोडे जब तलफोर गरे अनि चित्रो खाँदै आयो हल्का भयो नि पेट रसायो मुख रसायो त्यही नै हो ल टु बी कन्टिन्युड गाइज साथीहरू हामी चाहिँ अब जस 1300 बाटो आउनु थाल्यो अब चाहिँ हामी तल आइसक्यौँ होटल आइपुग्ने बेला भयो अनि 2 जना केटाहरू अगाडि गइसके हामी 3 जना चाहिँ बसिरहेछौँ भन्दा नि फोटो खिचेर ढिलो भयो त्यही नै हो बाटो चाहिँ अब जस अब ट्री लाइन सुरु भएर बाटो अलिक इन्ट्रेस्टिङ भइरहेको वनहरू पनि कडा देखियो हेर्नु मलाई मान्छे जस्तो हो मान्छे बोके जस्तो यार हेर 2 जना जस्तो छ बनै हो ल बाटो यही हो के गरिरहेको बियर ग्रिल्स कमेन्ट्री हाना नि त ल के चरा केटाहरू चाहिँ अब यहाँ फोटो सेसन चल्दैछ होइन खतरा ठाउँ रहेछ यहाँनिर सुकियाहरू भ्लगर चाहिँ हिँड्दा झ्याउ हुँदैछ अनि भ्लग गरेर हैरान बनाउँदो रहेछ नेक्स्ट लगभग आइपुगेको टाइम भएको छ अब यहाँबाट 5 मिनटमा पुगिन्छ होला त्यही नै हो साथीहरू हामी फेरि भेट्छौँ ए मलाई भने पर्सन चेन्ज भनेको भन्छु के पोज दिने हो यार र फाइनल्ली हामी चाहिँ ब्याक टु होटल आइपुग्यो कति बेर लाग्यो माथिबाट नि जान नि 2 घन्टा आउनु 2 घन्टाको एभरेज भन्दै हुन्छ त्यति लाग्दो रहेछ आनन्दले हिँड्दा लास्टमा चाहिँ एकदम हाई स्पिडमा आइदियो क्या ट्याक्ला अरे यहाँ गेट पनि बन्द रहेछ है साथीहरू गेट जस यस्तो छ होइन अब होटलहरू केही देखायो नि यहाँबाट चौरीको भिडियो हान्नुपर्छ अनि सक्यो आजको होइन हाम्रो फुल डेस्टिनेसनै सकिन्छ अनि ल बासु सक्यो हाम्रो यात्रा सकिया छैन घर पुग्नु पर्यो नि होइन कि हिँड्ने यात्रा सक्यो कि तर त्यो पनि फिक्स छैन हिँड्न पर्ने पो हुन्छ होइन यस्तो अशुभ नबोलौँ सजिलै पुग्न सकियोस् घर यहाँको चाहिँ कति 5 मिनट हो केटाहरू आउँदैछन् ल हेर्ने आइपुगे जीवन आयो ल हाम्रो यात्रा यहीँ सकिन्छ यो यात्रा यहीँनिर समाप्त र हामी अर्को ट्रेकिङमा फेरि सबैलाई भेट्ने आशा साथ हाम्रो भिडियो यहीँ बिट मार्न चाहन्छ बिट मार्ने बेला भइसकेको छैन हाम्रो यात्रा हामी एडभेन्चर राइड ब्याक टु होम अझै बाँकी छ हामी आज्ञा चाहन्छौँ कीप वाचिङ गाइज क्यामेरामा भुवन अधिकारीका साथ आवाजमा भुवन अधिकारी वासुदेव अधिकारी अरूको वासुदेव भन्ने के हुन्छ कडा ओइ मार्ला है मार्ला क्यासमै दिउँ मस्जिद छ पुग्छ मस्जिद 10,000 खाना खाएको 7,000 कति 7,000 हो हिजो खाना खाएको तिमीतिर होइन कति भयो सबै भयो त्यहाँ अब कतिले यात्रा सुरु भयो जुन तरिकाले हामी यहाँ छोडेका थियौँ यत्रो मेहनत गरेर यत्रो रिस्क लिएर बाटो अहिलेसम्म ओह्रालोमा आफै बाटो प्रब्लम हुनसक्छ
रहेछ यार बाइकमा क्या यो बाटो भनौँ चलानु पछि बनाएर ठिकै धेरै सहिलो पऱ्यो सत्ताइस मतलब थाहा फर्किने क्रममा अब लगभग हामी अब मेलम्ची पुग्नलाई 20 किलोमिटर छ केटाहरू यहाँ घाम ताप्दैछन् अनि आधा जति अफ रोड चाहिँ हिँड्यो अब आधा बाँकी छ त्यहाँबाट अनि जनन्न जाने हो